काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहनुले प्रशासनिक गतिरोध उत्पन्न गरेको छ। यसकारण नगरका सेवाहरू र कार्यहरू प्रभावित भएका छन् र यो सङ्कट अझै टुङ्गिएको छैन। छानबिन समितिको प्रतिवेदन आएपछि मात्र यो समस्या समाधान हुने देखिन्छ। यस सङ्कटको समाधान गर्दा मात्र काठमाडौँ महानगरका कार्यहरू सुचारू हुनेछन् र नगरवासीलाई सेवामा सुधार आउनेछ। यस सङ्कटले सम्पूर्ण स्थानीय सरकारहरूको व्यवस्थापनमा सुधारका लागि आवश्यक कदमहरूको आवश्यकता औल्याएको छ, जसले नेपालका स्थानीय निकायहरूको स्वायत्तता र प्रभावकारी कामकाजको सुनिश्चितता गर्न मद्दत पुर्याउन सक्छ। नमस्कार, स्वागत छ तपाईलाई समयसँगैमा। आज हामीसँग एउटा रिपोर्ट छ जसमा हामी काठमाडौँ महानगरपालिकामा उत्पन्न भएको प्रशासनिक सङ्कटको बारेमा विस्तृत विश्लेषण गर्दैछौँ। काठमाडौँका मेयर बालेन्द्र शाह र सङ्घीय सरकार बीचको बढ्दो तनाव, प्रमुख प्रशासकीय अधिकृतको रिक्त पद र छानबिन समितिको ढिलाइका कारण उत्पन्न भएको विवादलाई हामी यस रिपोर्टमा गहिरो रूपमा बुझ्ने प्रयास गर्नेछौँ। यस विवादले काठमाडौँ महानगरपालिकाको कार्यक्षमता र नगरवासीको जीवनमा कस्तो असर पुर्याएको छ र यसको समाधानका लागि के कदमहरू चाल्नुपर्छ भन्ने कुरा हामी विस्तृत रूपमा प्रस्तुत गर्नेछौँ। काठमाडौँ महानगरपालिकामा प्रशासनिक सङ्कट अझै गहिरिएको छ र यसका कारण मेयर बालेन्द्र शाह र सङ्घीय सरकार बीचको विवाद जटिल बनेको छ। काठमाडौँको प्रशासनिक क्षेत्रमा यो विवादले गम्भीर असर पुर्याएको छ, जसले नगरका सेवा र विकास कार्यलाई प्रभावित गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सीईओ को पद रिक्त रहेपछि सरकार र स्थानीय सरकार बीचको सङ्घर्षले यस सङ्कटलाई अझ गहिर्याएको छ। यस विवादमा महत्त्वपूर्ण पक्ष भनेको काठमाडौँ महानगरपालिकामा नियुक्ति प्रक्रिया र छानबिनको ढिलाइ हो, जसले प्रशासनिक र राजनीतिक तनावलाई बढाएको छ। यस विश्लेषणमा हामी यस विवादको कारण, प्रभाव र भविष्यका सम्भावनाहरूलाई विस्तृत रूपमा बुझ्ने प्रयास गर्नेछौँ। सीईओ पदको रिक्तता र यसका प्रभावहरू। काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा सरोज गुरागाईँ बिदामा गएका बेला यो पद 2 महिना अघि रिक्त भएको थियो। प्रमुख प्रशासकीय अधिकृतको अभावले नगरका कामकाजमा गम्भीर अवरोध ल्याएको छ। यस रिक्त पदको कारण काठमाडौँ महानगरपालिकामा दैनिक कार्यहरू नचल्ने, विभिन्न विकास परियोजनाहरू ठप्प हुने, हुँदाहुँदा कर्मचारीहरूको तलब पनि रोकिएको छ। यसले सरकारी कर्मचारीहरू र नगरवासीहरूलाई प्रत्यक्ष रूपमा असर पुर्याएको छ। विशेष गरी 3500 भन्दा बढी शिक्षक र कर्मचारीहरूको तलब रोकिएको छ, जसका कारण उनीहरूको परिवारजन जीवनयापनमा कठिनाई भोगिरहेका छन्। यसबाहेक 70 करोड रुपैयाँ भन्दा बढीको भुक्तानी अवरुद्ध भएको छ, जसले ठेकेदार र सेवा प्रदायकहरूलाई पनि कठिन अवस्थामा पुर्याएको छ। यस सङ्कटका कारण काठमाडौँ महानगरपालिकाका विभिन्न विभाग र सेवाहरू प्रभावित भएका छन्। सहरका विकासका योजनाहरू, सामुदायिक सेवाहरू र सार्वजनिक परियोजनाहरू पनि प्रभावित भएका छन्। यसले नगरवासीहरूबीच असन्तोष उत्पन्न गरेको छ र महानगरपालिकामा काम गर्ने कर्मचारीहरूको मनोबल पनि कम भएको छ। सङ्घीय सरकारको दृष्टिकोण र छानबिन समितिको भूमिका। सङ्घीय सरकारको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भनेका छन् कि काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा पठाएपछि नयाँ नियुक्ति गर्न कठिनाई भएको हो। मन्त्री गुप्ताले बताएअनुसार छानबिन समितिको रिपोर्ट नआएसम्म नयाँ सीईओ नियुक्ति गर्ने निर्णय गर्न नसकिने अवस्था छ। काठमाडौँ महानगरपालिकाले भ्यू टावर भवन निर्माणको नक्सा स्वीकृत प्रक्रियामा अनियमितता भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ विरुद्ध छानबिन समिति गठन गरेको थियो। यो समितिले लामो समयसम्म प्रतिवेदन तयार गर्न ढिलाइ गरेको छ, जसका कारण सरकारलाई थप समय लागेको छ। यस छानबिन रिपोर्टको ढिलाइले प्रशासनिक गतिरोध थप भएको छ र महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति प्रक्रियामा असमझदारी उत्पन्न भएको छ। यो छानबिन प्रतिवेदन सरकारको निर्णय प्रक्रियामा महत्त्वपूर्ण हुने भएकाले जब यो प्रतिवेदन सरकारको नियन्त्रणमा पर्छ, त्यसपछि मात्र काठमाडौँ महानगरपालिकामा नयाँ सीईओको नियुक्ति गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
मेयर बालेन्द्र शाहको आलोचना र सरकारको प्रतिक्रियामा असन्तोष। बालेन शाहले सङ्घीय सरकारको आलोचना गर्दै त्यसको नीति र प्रशासनिक गतिरोधको बारेमा सार्वजनिक रूपमा प्रश्न उठाएका छन्। उनले फेसबुकमा लेखेका छन् कि सरकारले आफ्नै कर्मचारीलाई काममा लगाउन सक्दैन भने भोलि दङ्गाग्रस्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी सिडिओ कसरी पठाउनु हुनेछ। बालेनले यस प्रकारका गम्भीर प्रश्नहरू उठाएर सङ्घीय सरकारको कामकाजी शैलीमा गम्भीर प्रश्न उठाएका छन्। बालेनले आरोप लगाएका छन् कि सरकारले काठमाडौँ महानगरको विकासमा जानेर बुझेर अवरोध ल्याउने काम गरिरहेको छ। उनका अनुसार सरकारको यो प्रयास सहरको प्रशासनिक कार्यलाई जानी बुझी रोक्ने र काठमाडौँ महानगरलाई अस्थिर बनाउने हो। उनले भनेका छन् कि महानगरले भ्रष्टाचारमा मुछिएका कर्मचारी प्रमुखलाई हटाएको हो भने सरकारले असल कार्यकारीलाई हटाएर के देखाउन चाहन्छ। बालेनले सरकारको यो कदमलाई गलत र प्रशासनिक अस्थिरता सिर्जना गर्ने कदमको रूपमा चित्रित गरेका छन्। बालेनको 6 बुँदे स्पष्टीकरण, सत्यता र विवादका पाटोहरू। बालेन शाहले फेसबुकमा आफ्नो 6 बुँदे व्याख्या प्रस्तुत गर्दै आफ्नो पक्ष स्पष्ट पारेका छन्। उनले मुख्यतया निम्न बुँदाहरूमा सरकारको आरोपको खण्डन गरेका छन्। भ्यू टावरको नक्सा पास गर्ने भ्रम। बालेनले स्पष्ट पारे कि नक्सा पास गर्ने अधिकार मेयरको एकल निर्णय नभई कार्यपालिकाको निर्णयबाट हुन्छ। कार्यकारी प्रमुख टिक्दैन भन्ने गलत प्रचार। उनले यसअघि महानगरपालिकाले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई हटाएको र सरकारले असल कार्यकारीलाई हटाएको दाबीलाई गलत ठहर्याएका छन्। कार्यकारी जान मान्दैनन् भन्ने गैर जिम्मेवारी भनाई। सरकारका आरोपलाई असत्य बताउँदै बालेनले भने कि कार्यकारी प्रमुख नटिक्ने समस्या सरकारकै कमजोरी हो। पालिकाले निमित्त कार्यकारी राख्न सक्छ भन्ने भ्रम। उनले भने स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्ने अधिकार नेपाल सरकारको रहेको छ। कार्यकारी छानबिन रिपोर्ट लुकाइएको भन्ने गलत दाबी। बालेनले भने कि छानबिन रिपोर्ट अहिलेसम्म तयार नभएको र यसलाई लुकाइरहेको कुरा गलत दाबी हो। मन्त्रीसँग समन्वयबारे उठाइएका प्रश्न। उनले मन्त्रीसँग समन्वय भइरहेको र यसमा कुनै गडबडी नभएको कुरा स्पष्ट पारेका छन्। सरकारको निर्देशन र थप असर। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतको छानबिन स्थिति स्पष्ट गर्न निर्देशन दिएको छ। मन्त्री गुप्ताका अनुसार छानबिन प्रतिवेदन मन्त्री परिषदमा पेश भएपछि मात्र निर्णय गरिनेछ। काठमाडौँ बाहेक वीरगञ्ज र विराटनगर महानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेका छन्। यस्ता रिक्त पदहरूलाई भरपर्दो बनाउने प्रक्रिया जारी छ र यसका लागि 38 जना सहसचिवहरूको आवश्यकता रहेको छ। राजनीतिक र प्रशासनिक परिप्रेक्ष्य। यो विवाद स्थानीय र केन्द्रीय सरकार बीचको सङ्घर्षको सङ्केत हो। मेयर बालेनले भ्रष्टाचार र असक्षमतालाई लक्षित गर्दै केन्द्रीय सरकारको आलोचना गरिरहेका छन्, जबकि सरकार भने यस सङ्कटको समाधानमा ढिलाइ गरिरहेको छ। यसले नेपालको स्थानीय सरकारहरूको स्वायत्तता र अधिकारको बारेमा पनि प्रश्न उठाएको छ। यो रिपोर्टमा काठमाडौँ महानगरपालिकाको प्रशासनिक सङ्कट र त्यसका विभिन्न पक्षहरूलाई हामीले छलफल गर्यौं। मेयर बालेन्द्र शाह र सङ्घीय सरकार बीचको विवादले काठमाडौँको प्रशासनमा गम्भीर असर पुर्याएको छ। यस सङ्कटको समाधानमा छानबिन समितिको प्रतिवेदनले महत्त्वपूर्ण भूमिका खेल्नेछ। काठमाडौँ महानगरपालिकाको प्रशासनिक गतिरोधको समाधानपछि मात्र नगरका विकास कार्य र सेवाहरू सुचारू हुनेछन्। अन्त्यमा तपाईलाई यो रिपोर्ट कस्तो लाग्यो? कृपया कमेन्टमा आफ्नो विचार राख्नुहोला। यदि तपाईले हाम्रो च्यानल समयसँगैलाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया अहिले नै सब्स्क्राइब गर्नुहोस् र यो भिडियो तपाईलाई सान्दर्भिक लागे लाइक, कमेन्ट वा शेयर पनि गर्न सक्नुहुन्छ। यस प्रकारको सामग्रीमा चासो राख्नु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।